हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी फेरि लिएर आएको छौँ भ्लगमा, हेर्न सक्नुहुन्छ। हामी चाहिँ लेक साइड आइसकेको छौँ गाइसहरू। यहाँ हुनुहुन्छ मम्मी, यहाँ मेरो भाइ, यहाँ रहेको छ सुरिक्षा, यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू कति धेरै रहेको छ। के गर्नु यस्तै छ, हेर्न सक्नुहोस्। यहाँ चाहिँ बाजा भइरहेको छ। त्यहाँ देख्न सक्नुहुन्छ सानो बहिनी नाचिरहेको कि धेरै साउन्ड नोइज भयो। देख्न सक्नुहुन्छ गाइस, यति सानो बहिनी कति राम्रोसँग नाचेको छिन्। मम्मीलाई अघि नै के भन्नु। गाइस हामी चाहिँ आइसकेको छौँ होइन। हाम्रो साथीको दोकान चाहिँ म हजुरलाई देखाउनेवाला छु होइन गाइसहरू। त्यहाँ चाहिँ एउटा सानो बहिनी कस्तो राम्रोसँग नाचेको थिएँ कि होइन गाइसहरू। ल मेरो साथीको दोकान चाहिँ त्यही रहेको छ यो होइन। सबैजना आएर खानेकुरा किनेर अनुरोध गर्दछु। र अर्को साथीको दोकान रहेको छ तल आएर फिस एन्ड चिप। ल हेर्नुहोस् यहाँ सानो भाइ नाचेको छ। हाम्रो साथी हुनुभएको छ। यो हाम्रो साथीको दोकान हो गाइस। मेरो बहिनी चाहिँ उहाँ गइ छिन् होइन, आफ्नो साथीसँग गइ छिन् के उहाँ। गाइसहरू हेर्नुहोस् यहाँ एकदम चटपटेको मेला रहेर जताततै घोडा देखान कस्तो सक्छ उहाँ पर। ल हेर्नुहोस् है गाइस, यहाँ भ्यू हेर्नु न गाइसहरू। चराको कस्तो दामी देखिरहेको बब्बाल। यता हामीलाई देखा। यहाँ हुन्छ मम्मी, यहाँ हेर्नुहोस् हुन्छ गाइसहरू। त्यहाँ चाहिँ सानो भाइलाई जाडो भएर हेर्नु न कस्तरी बसेको छ मम्मीको ज्याकेट लाएर। यहाँ चाहिँ आइसक्रिमवाला हुनुहुन्छ गाइस। यहाँ चाहिँ गाइस यहाँ चाहिँ फुटबल प्लेयर हुनुहुन्छ। हेर्नुहोस् त कस्तो खेलिराख्नु भएको छ खेल मैदानमा गाइसहरू। मेरो उहाँ मम्मी सानी मान्छेलाई चाहिँ राम्रोसँग भ्लग बनाउन आउन कि, त्यही भएर मलाई बनाउन दिनुभएको। गाइसहरू आज गुरुङ लोसार होइन, हेर्नु पुरै गुरुङ रहेछ गाइसहरू। यस्तो चुवाकेटीहरू छन् गाइसहरू। मेरो मामा आउनुको त्यो सिधै ओ माई गड चिया पाक्दैछ। गाइसहरू यहाँ सबैमा गुरुङ यहाँ सबैमा गुरुङ छ होइन गाइसहरू। यहाँ पनि गुरुङ दिदीहरू हुनुहुन्छ, दाईहरू हुनुहुन्छ। यहाँ चाहिँ छ बोटिङ गरेको। यस्तो जाडो भइरहेको छ कि भ्यू क्या बब्बालेर। आज चाहिँ गाइसहरू होइन सनसेट देखेको छैन कि होइन गाइसहरू। त्यही भएर खासै राम्रो चाहिँ देखेको छैन कि भ्यूहरू होइन। यहाँ हेर्न सक्नुहुन्छ त्यही पनि एकदमै दामी देखिरहेको छ होइन गाइसहरू। ल हेर्न सक्नुहुन्छ पुरै बोटिङ धरी आज त क्या रमाइलो छ गाइसहरू। हजुरहरू पनि स्ट्रेट फेस्टिभल हो होइन। सबैलाई ह्याप्पी न्यू इयर 2026 को सबैलाई शुभकामना भन्न
चाहन्छु एन्ड अल अफ यु आर ह्याप्पी गाइज हामी चाहिँ स्केटिङ जानु लाग्यो होइन अब म डाइरेक्ट स्केटिङमा गएपछि भ्लग अन गर्छु त बाई बाई गाइज हेर्नु हाम्रो आरुषी दिदी निचिता दिदी स्वस्तिका दिदी सब भेटिनु भएछ यहाँ हाम्रो गाइजहरू हाम्रो स्कुलको दिदीहरू सब भेटिनु भयो रहेछ गाइज हामी चाहिँ हाम्रो स्कुलको सबैजनालाई भेटिरहेको छौँ होइन सबैजना हाम्रो दिदीहरूलाई भेटिरहेको छौँ जेनु त्यहाँ चाहिँ सिङ्गर रे आम्बो दाई गाइज हेर्नुहोस् यहाँ क्या बब्बाल भ्यू गाइजहरू चाहिँ हाम्रो खरेको आमा समूह यहाँ देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ दाई यहाँ देख्न सक्नुहुन्छ बुके हेर्नुहोस् त क्या बब्बाल भ्यू देखेको छ आइज यहाँ त झन्डा बोकेर खेलिराख्नु भएको रहेछ देख्न सक्नुहुन्छ यहाँ गाइज हामी चाहिँ फन पार्क आइसकेको छौँ हेर्न सक्नुहुन्छ अब हामी स्केटिङ खेल्न गएको छौँ हेर्न सक्नुहुन्छ हाम्रो लेक साइडको स्केटिङ पार्क